भाइ अझ कता जाने? आज हामी यहीको बिल पेमेन्ट गर्न दाइ यहीको बिल हजुर मोबाइलको बिल पेमेन्ट गर्न जाँदैछौँ। कति उठाएको छ बिल? 3 जनाको कति उठाएको छ? मेरो चाहिँ 6800 दाइ। 6800? हजुर मेरो 7000 चान्छु नि छ यार। 7000 चान्छु है। Please select your desired transaction. Please insert your passbook or card. कति निकाल्नु भयो यार? एकमा निकाल्नु न। एकमा? हजुर पैसा पो तिर्न जाँदा जाने। Please wait. Your transaction is being processed. Please select. Please wait. Your transaction is being processed. Please take all your items. भयो दाइ मेरो काम त क्यास देखियो अब गएर पेमेन्ट गर्नुपर्छ। कस्तो राम्रो फुलहरू यार। फुलहरू चाहिँ दामी दामी हुने क्या यता है। हजुर एकदमै राम्रो यहाँ हेर्नु त यो चाहिँ यो पनि फल हो कि फुल हो कस्तो राम्रो। कटहर जस्तो त्यो फुल होइन त्यो। हजुर फल पनि होइन फुल पनि होइन होला त्यो। त्यो रमाइलो छ भ्युजहरू चाहिँ। ट्रेन चाहिँ कति बजी गएर हो? ट्रेन हाम्रो 1:03 को छ दाइ। त्यही भेट्ने भन्ने हो त्यो भेटाइएन भने फेरि 1:56 को छ। 1:56? हजुर ल लास्ट कुर्नुपर्छ 1:36 भयो। 56 सकभर हामी पुग्छौँ होला। 20 मिनट होइन? हजुर 1:03 यहाँबाट जाने हो 5-6 मिनट त त्यहाँ जान लाग्छ भनेपछि 1:05-6 तिर त्यहाँ पुग्छ होला। होइन कति बजेको ट्रेन ठ्याक्क उताबाट डिपार्चर? यताबाट चाहिँ 1:03 मा जान्छ आजिरोबाट। त्यहाँ आउन 5-6 मिनट लाग्छ भनेपछि त्यही 9-10 सम्म त्यहाँबाट हिँड्छ। अब हामीसँग कति टाइम बाँकी छ त? अब हामीसँग त लगभग 45 मिनट छ दाइ। ए 45 मिनट छ अझै? आरामले 45 मिनट्स 15 मिनटमा यहाँबाट पुगिहाल्छौँ। टाइम छ। 1000 रुपियाँ ल्याऊ ल। कस्तो यार पसिना हेर न। खाना पकाइदियो यार फेरि। यता आफ्नो पुग्दो रहेछ। पहिला राख्ने हो? हजुर त्यही। ご希望のボタンを押してください。チャージが完了しました。ありがとうございます。ए त्यहाँ छोड्नुपर्छ त है? लास्ट पसिना पसिना This is sweat. छोड्न त। मेरो छ नि। インターホンは展示案内板の下にあります。 हाम्रै साइडमा गइहालौँ नि। हुन्छ यस्तो शान्त छ नि हो ट्रेन स्टेसन के भन्ने। पसिना आयो। मस्ती।
여기로 시대 전. でくればよかったのって。 여기로 또 좀. हजुर हो त त्यो तपाईँको एउटा अलि नजिक छ 뭐? पानी पऱ्यो त थाहा छ फुलफुल ल छाता छैन है छैन सेयर ल्याउँछ क्या हो के गर्ने होला नेपालको जस्तै स्कुटर है पुरै हो नेपालको जस्तै के जोजोलपा पनि जानुपर्छ हामी के हो के गर्ने सपिङ त्यही एकैचोटि मगाउने होला नजिकै छ ठ्याक्कै यतापट्टि यही उठ्छ गइसकेपछि अलि लैजाउँला हुन्छ केटाहरू मगाउने भन्दा पनि ढिला गर्ला कि ओके रेस त्यो हाम्रो सुजोका ब्याङ्कको त्यो ट्रान्सफर गर्ने हो जेपी ब्याङ्कमा हाल्दै भन्नु पर्ला जस्तो है भन्न त भन्ने तर कसरी भन्ने हो कि के हो कसरी भन्ने पनि भयो र अर्को कुरा फेरि यही उसले गरिदिँदैन होला नि उनीहरूकै सिमो भन्नाले गर्छ होला जेपीमा गरिदियो भने त गर्न सक्छ होइन गरिहाल्छ नि भनौँ न त भनेर हेरौँ होइन दाइको इङ्ग्लिस छँदैछ बुझ्यो भने त भइगयो त निहोङ्गो आउँदैन होइन अहिले त्यति पर्फेक्ट भइसकेको छैन पर्फेक्ट त के आउँछ एक थोपा नै आउँदैन के हो एक दुई थोपा त आउँछ 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 एक दुई थोपा टुटेको आउँछ उनीहरूले टुटीफुटी इङ्ग्लिस बोल्छन् हामीले टुटीफुटीको जापानिज बोल्छौँ अनि मिक्स गरेर बुझाउनुपर्छ कुरा गर्नुपर्छ अलिक सजिलो हुन्छ त्यसकै लागि यत्रो दुःख पाउनु परेको छ हेरौँ मेरो ल्याएर कसरी ल्याएर आउँछ होला छ हजार 841 571 चाहिँ मिनट भएछ पहिलोこれですか？別に。これは全部お客様のはい。しかも黄色から。はい。お電話番号。材料カードをお持ちですか？6月分の金額は7347円です。はい、少々お待ちください。2600円。ありがとうございます。じゃあよろしいでしょうか。ありがとうございました。はい。英語わかりますか？英語少しだけ。Well, we have
online payment from Shizuoka Bank and you want to transfer it to JP Bank. Is that possible? 네. अलिक बढी आएको 7,000 त थियो 7,347 6,900 आउँथ्यो 430 कलको लागेको छ क्या それ今 au 使ってますそれとも UQ ですか UQ ですかその前回は au ですか au ですか au ですか हाम्रो ब्याङ्कको काम चाहिँ ब्याङ्क भन्दा ब्याङ्क त होइन नि मोबाइलको काम सकिसकेको छ अब कस्तो बिच नजिकै छ होइन बिचतिर जाने हो बिचतिर यसो जाँदैछौँ हामी मोबाइलको थुप्रो कामहरू भ्यायो है हामीले के गऱ्यो हामी पुरै सब चेन्ज गऱ्यो नाम पनि मिस्टेक रहेछ त्यो पनि चेन्ज गऱ्यो एड्रेस पहिलाको एड्रेसको अहिले नयाँ एड्रेसमा हाल्यो होइन अनि ब्याङ्क पहिला हाम्रो अर्को ब्याङ्कबाट पेमेन्ट गर्ने थियो अनि त्यसमा चाहिँ हाम्रो स्यालेरी आउँदैन सो अहिले जहिले पनि जेरो ब्यालेन्स हुन्छ कि त्यसमा त्यही भएर स्यालेरी आउने ब्याङ्कमा चाहिँ त्यसमा ट्रान्सफर गऱ्यो हामीले अबदेखि सायद अब पैसा तिर्न चाहिँ आउनु पर्दैन होइन ढुक्क अब आनन्दले अब पैसा काट्छ जति आयो नि होइन सक्यो पुरै फिनिस त्यसमा पैसा चाहिँ हुन पर्यो मस्त अब ल पुलिसको गाडी रहेछ जाइडो कार बोकेको छ होइन यो गाडी सोध्दैला फेरि वेयर यु गाइज फ्रम भनेर आटामी बिचतिर यसो हामी जाँदैछौँ अहिले तर त्यति मान्छे हुँदैन होला आज मान्छे छैन है यहाँ यतैबाट जाउँ भाइ लास्ट गर्नु भएन लास्ट गर्नु छ त्यही त केही देख्दैन नि यसको छैन दाइ ठिक छ धन्यवाद गर्मीमा चाहिँ यस्तै ठिक हुन्छ फाइनली पुग्यो आताम बिच यही हो बिच गाई यो ठाउँ चाहिँ रमाइलो छ है भाइ पक्का आउने हो सही छ सत्ता पनि छ सबै खाने कुराहरू मस्त पाउँछ यो सानो
झन्डैले यता जाने कता कतै यही फर्किरहेको थियो छुटिरहेको थियो झन्डै